आज म एउटा चिकन आज चाहिँ मेरो टर्न चाहिँ चिकनको। हिजो मैले मटर पनिर खाएँ भने आज चाहिँ चिकन क्या। अब चिकनको लागि सबभन्दा पहिला चाहिँ म यसलाई म्यारिनेट गरेर राखिरहेको छु। यहाँ हेर्नुहोस् है, तपाईँले बोल्न मैले एकदम मजाले मसला लगाएर फिटिरहेको छु। प्लस अब फ्राई गर्दैछु फेरि। अब चाहिँ फ्राई गरेपछि चाहिँ अलिक दामी हुन्छ क्या। यसको लागि मैले ग्रेटिङ मसला पनि रेडी गरेर राखेको छु हो, रेडी गरेर राखेको छु। र यतापट्टि मैले अब फेरि तेल तताएँ बनाउनु लागि, तेल तताएँ। अब यसमा म बिस्तारै बिस्तारै यो तेल गरम हुँदै जान्छ र यसमा म सबभन्दा पहिला हाल्छु तेजपत्ता, अलैँची र दालचिनी। उसको बादमा मैले अघि बनाएर राखेको एउटा मसला थियो, त्यो मसला पनि मैले यसमा एड गर्छु हैन। मतलब इन्डियन मसला त्यो म एड गर्छु। एड गरेपछि यसलाई मजाले फेरि मजाले छान्छु हैन। यसलाई मजाले चलाएर चाहिँ मजाले चलाएपछि चाहिँ त्यहाँबाट मैले त्यो अघिको मसला पनि जुन रेडी गरेको छु त्यो पनि मैले हालिदिएको छु, जुन भिडियोमा तपाईँले देख्नुहुन्न। उसको बादमा मैले त्यो अघि फ्राई गरेको चिकनलाई चाहिँ मजाले गरेर त्यसलाई बिस्तारै 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 गरेँ मैले त्यो मसलामा चाहिँ फिट गरिदिएँ। फिट गरेपछि चाहिँ यो मसलालाई एकछिनको लागि चाहिँ मैले ढाकिदिन्छु है। उसको बादमा यो मसलाले अलिकति चलाइ गरेपछि चाहिँ अहिले भरे पकेपछि तपाईँलाई देखाउँछु। होइन अब त फेरि मेरो चिकन लेग पिससित अघिको बनाएको मजा मजाको छु। आया